हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ हामी बुढाबुढी भएर यसो बाहिर निस्केको हो किनभने मेरो छुट्टी थियो आज। अनि यहाँ यस्तो गर्मी भइसकेको छ नि गाइस, हिँड्दाखेरि यस्तो गर्मी भएको छ। अनि गर्मी आउनु त बाँकी नै छ। सोचिरहेको छु। अनि म हजुरहरूलाई चाहिँ के भन्न गइरहेको छु भने अस्ति जुन क्यानाडामा भएको एक्सिडेन्ट भ्यान्कुभरमा भएको हजुरहरूले सुन्नुभयो कि भएन, लापु लापु फेस्टिभलमा। द्याट वाज द के भनौँ एकदम हरिबल एक्सिडेन्ट थियो त्यो चाहिँ। अनि मेरो बुढा त्यही हुनुहुन्थ्यो, मेरो बुढा त्यही हुनुहुन्थ्यो। 15-16 जना मान्छेलाई ठोक्दैछ एन्ड 11 of them were killed right on the spot। के भन्छ अरे त्यो फेस्टिभल चाहिँ जुन मैले पहिलाको भिडियोमा देखाएको थिएँ पन्जाबीहरूको, सेम त्यस्तै नै थियो। अनि त्यति बेला चाहिँ हामी चाहिँ धन्न गएको थिएन किनभने म चाहिँ काममा थिएँ अनि मेरो बुढा चाहिँ साँझ हुँदाखेरि जानुभएको रहेछ। अनि त्यो यति धेरै क्राउडमा एउटा मान्छेले सिधै गाडी ल्याएर हानिदिएको। सोच्नु न कस्तो भएर है, हिँडिरहेको मान्छेहरूलाई त्यस्तो बिचमा गाडी ल्याएर हान्दैछ। अनि त्यो चाहिँ एउटा चाइनिज जस्तै थियो, तर मैले कता कता सुन्दा चाहिँ हुन्छ नि इमिग्रेन्टहरू भनेर त्यसरी हानेको भन्नेवाला थियो। तर न्युजमा चाहिँ हि वाज मेन्टल पेसेन्ट भनेर चाहिँ भनेको थियो, मेन्टल इस्यु थियो त्यो केटाको भनेर। त्यही भएर चाहिँ आज हजुरहरूलाई मैले त्यो स्पट पनि देखाउन गइरहेको छु कि कहाँ एक्सिडेन्ट भएको। अनि त्यही हामी यसो घुमेर चाहिँ घर फर्किन्छौँ। यही हो गाइज, अस्ति लापु लापु फेस्टिभलमा एक्सिडेन्ट भएको चाहिँ ए उता पनि रहेछ है हो। कतिजनाले हेर्नु नै यस्तरी फिलिपिनहरूलाई यस्तरी फिलिपिन भन्दा चप्पल कस्तो डर लाग्यो। क्यान्डलहरू पालिदिएर फुलहरू। रेस्ट इन प्याराडाइज त्यहाँ पनि छ, देख्न सक्नुहुन्छ। उता पनि राखेको छ। अनि अझै माथि पनि छ जहाँ हामी हजुरहरूलाई देखाउन गइरहेको छौँ। बिचरा कस्तो भयो होला है बित्ने परिवारलाई, झन् कि कतिको हुन्छ नि क्यानाडामा यस्तो हो मेरो सबै परिवार क्यानाडा छन् भनेर कति गर्व कस्तो हुन्छ होला कि। अनि यहाँ आएपछि यस्तो देख्दा अनि के हुन्छ अस्ति हामीलाई नि भएको थियो हिजो राति होइन बुढा, झन् हामीलाई पनि गाडीले हानेको थियो। त्यस्तो भन्नु न, त्यस्तो भन्ने होइन। कति धेरै गाडीहरू Maria अनि एउटा चाहिँ बच्चा पनि मरेको थियो कि यहाँ है फ्यामिलीमा। अनि यो सब फुलहरू चाहिँ अब हुन्छ नि त्यहाँ जो जो मरेछ तिनीहरूलाई सबैको लागि चाहिँ यो फुलहरू राखेको थियो कि अझै पनि छ त्यो ठाउँमा यति धेरै के हुन्छ नि सबै फुलहरू। अनि गुडियाहरू चाहिँ पक्कै पनि त्यहाँ सानो एउटा फुच्ची मरेको थियो कि उसको लागि होला है। अनि कति धेरैले यो बोर्डमा लेख्नु भएको थियो। अनि त्यहाँ मैले पनि लेखेको छु, त्यहाँ चाहिँ अब बोल्नु भएन होइन भिडियोहरू बनाउँदाखेरि, त्यही भएर मैले चाहिँ सिर्फ भिडियो मात्रै लिएर अनि अहिले चाहिँ अडियो जोडेको हो। हेर्न सक्नुहुन्छ यहाँ कति धेरै के लेखेछ। अनि मैले पनि गएर केही भए पनि लेखौँ भनेर लेखेको थिएँ, रेस्ट इन प्याराडाइज टु अल द ब्युटिफुल सोल भनेर होइन। कस्तो त्यहाँ एउटा थियो कि के अरे युआर इन बेटर प्लेस भनेर होइन। मलाई त्यो देखेर चाहिँ यस्तो मन छोको कि अनि मेबी हेभन
अर्थभन्दा चाहिँ धेरै नै बेटर होला है, किनभने यहाँको मान्छेहरूले त बाँच्न दिँदैन, बाँचेकोलाई पनि मारेर दिन्छ। कमसेकम हेभनमा त पिसफुल लाइफ हुन्छ। यो देखेर मलाई कस्तो नराम्रो लाग्यो। यु आर इन अ बेटर प्लेस। मेबी हेभन इज द बेटर प्लेस देन अर्थ। अब चाहिँ हामीले फर्केको। कस्तो नराम्रो लाग्ने है त्यो देख्दाखेरि चाहिँ। अब कतिले बिचारा त्यहाँ रोइरहेको पनि थियो कि कतिले आफ्नो मान्छे गुमायो होला होइन। अनि मलाई एउटा चाहिँ त्यहाँ लेखेकोमा कस्तो मन परेको यु आर इन बेटर प्लेस। त्यो हो पनि, किनभने यहाँ मान्छेहरू यस्तो छन् नि एकअर्कालाई त्यो के यो जात यो ठाउँ भनेर चाहिँ मान्छेहरूलाई भेदभाव गर्ने हेप्ने त्यो कस्तो नराम्रो के। त्यसले गर्दाखेरि कतिजना मान्छेको ज्यान गयो। कस्तो विदेश भनेर हामीले भन्छौँ नि, नेपालमा हुँदाखेरि विदेशमा त केही हुन्न यस्तो कति राम्रो छन्, विदेशमा झन् गाह्रो छ हौ। कति हेपाइ सहन पर्छ, कति हुन्छ नि यो जातको यो ठाउँबाट आएको भनेर। कमसेकम आफ्नो देशमा त बरु जस्तो जे भए पनि मान्छेहरूले केही दुःख पर्दा हेल्प गर्छ होइन। यस्तो हेपे पनि आफ्नो स्ट्यान्ड लिन सकिन्छ कि होइन भनेर होइन। तर यहाँ त के गर्दा पनि कस्तो आफै झुक्नुपर्छ क्या अर्काको ठाउँमा। अब हिजो पनि त्यस्तै भयो, हामीलाई धन्न गाडीले हाल्ने नै अब नम्बर प्लेट पनि पढ्न पाएन भन्नाले अब हामीलाई त्यस्तो उड्नै भएन क्या। हामी पनि एकछिन त सकमै थियौँ। त्यो गाडी सुइँ जाँदाखेरि इभन त्यसले ट्राफिक लाइट के भन्छ त्यो रुल्स के आफैले तोडेको क्या। हामीले पनि होइन, हामी त आफ्नै उमा हिँडिरहेको थियो होइन। सिधै यति अगाडि हामी भएको भए सायद हामीलाई हान्थ्यो होला कि त्यो गाडीले। अनि त्यस्तो के अनि त्यहाँ भएको सब त्यो रोकेको कारहरूले सबले हेरेको थियो कि त्यति बेला के फिलिङ आएको थियो थाहा। हाम्रो पनि गाडी भएको त घेरेर हुन्छ नि, त्यसलाई कम्प्लेन गरौँ जस्तो भएको थियो कि। अनि त्यही हो गाइस, विदेश भन्नु गाह्रो छ, कहाँ सजिलो छ र। पहिला नेपाल हुँदाखेरि चाहिँ लाग्थ्यो कि मलाई पनि है विदेश जान पाऊँ। तर यहाँ चाहिँ अलिकति आफ्नै देश राम्रो जस्तो लाग्छ। यदि कमाइ हुन्थ्यो भने राम्रो हुन्छ नि, कमाइ भएर रोजगारहरू सबैले पाएको भए, अब काम गरे अनुसार पे भएको भए चाहिँ त्यही पनि आउँथेन होला। अनि यो चाहिँ एक्सिडेन्ट भएको दिन हो, अप्रिल 26। हजुरले त्यहाँ देख्न सक्नुहुन्छ मान्छे अन द स्पोट मान्छेको डेथ भएको छ होइन। यति बेला यति धेरै पुलिसको गाडी आएको थियो नि, हजुरले यो भिडियोमा पनि देख्न सक्नुहुन्छ। यो चाहिँ त्यही रातको कुरा हो। ओके गाइज, आजको भिडियो यहीसम्म थियो। सो बाई बाई, सी यु इन द नेक्स्ट ब्लग।